हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल विच इज दारे भूत। आजदेखि चाहिँ म मेरो युट्युब जर्नी स्टार्ट गर्न गइरहेको छु। सो फर्स्ट अफ अल चाहिँ म मेरो इन्ट्रो दिन चाहन्छु। यो मेरो फर्स्ट युट्युब भिडियो भएकोले मेरो नाम चाहिँ विप्लव कार्की डोली हो र मेरो घर चाहिँ 25 अनिसरी मोरङ पर्छ। फिलहाल चाहिँ अहिले म भक्तपुर ठिमिया बसिरहेको छु। अनि आजदेखि चाहिँ मैले युट्युबमा भिडियो हाल्न स्टार्ट गर्नु पर्यो भनेर स्पेसल चाहिँ खास मेरो बर्थडे पनि भएकोले म चाहिँ यता पशुपति आएको छु। म र मेरो वाइफसँगै हामी दुईजना आएको छौँ। भगवान्को यसो आशीर्वाद लिनु पर्यो भनेर। अनि मैले चाहिँ आजदेखि मेरो जर्नी पनि एज अ युट्युबर यसो स्टार्ट गरौँ न भनेर इन्ट्रो भिडियो बनाएको हो। यो मेरो फर्स्ट भिडियो भएकोले चाहिँ अलि यसो केही नमिले पनि म नेक्स्ट भिडियोहरू दामी बनाएर लिएर आउनेछु। म र मेरो वाइफ भनेको ऊ चाहिँ मेरो वाइफ हो होइन। के हो तिम्रो नाम भन न भन। मेरो नाम चाहिँ नबिना सेन्चुरी, वाइफ अफ विप्लव कार्की डोली। र हामी चाहिँ अब यहाँ पशुपतिबाट दर्शन गरेर निस्किसकेको हो। जसरी चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ, अब यहाँ चाहिँ जहिले यस्तो भिड भए पनि कस्तो यहाँ आएपछि चाहिँ एउटा अर्कै किसिमको सन्तुष्टि फिल हुन्छ कि कस्तो पिसफुल। अब यस्तो भिडभाडमा त कस्तो नोइजी टाइपले कस्तो हुन्छ नि त, अब इरिटेटिङ खालको हुनुपर्ने। तर अब होली प्लेसहरूको चाहिँ विशेषतै त्यही होला कि यहाँ आएपछि चाहिँ जहिले पनि कस्तो पिस टाइपको फिल हुन्छ, आफूलाई भित्रैबाट आनन्द आए जस्तो। अनि भित्र फोटोहरू खिच्नु दिँदैन, त्यही भएर हामीले चाहिँ बाहिरै फोटोसोटो खिचेर यताबाट अब निस्किसकेको छौँ। जसरी तपाईँहरू सबैलाई थाहा होला, अब त्यहाँ मन्दिरभित्र पसिसकेपछि चाहिँ कसैलाई नि फोटो खिच्न दिँदैन नि त, फोटो खिच्नु प्लस भिडियोहरू गर्नु दिँदैन नि त। त्यही भएर हामी भित्र गएर दर्शन सर्शन गरेर यसो घुमघाम गरेर बाहिर निस्केर यहाँ पर गेटमा चाहिँ फोटोहरू खिच्यौँ बुढाबुढीले। अनि यहाँबाट चाहिँ अब हामी निस्किँदैछौँ। सो यो चाहिँ मेरो फर्स्ट भिडियो भएकोले के कसो होला मलाई फिडब्याक दिनु होला। योभन्दा अब मेरो नेक्स्ट भिडियोहरूमा चाहिँ म अझै राम्रो भिडियोहरू भनौँ न बेटर बेस्ट भिडियोहरू बनाउँदै लिएर आउनेछु। सो प्लिज लाइक र सपोर्ट गरिदिनु होला।